औषधिहरू अब पर्छ कि पर्दैन हेर्दै जाऊँ होइन। फाइनल भनेको अब अपरेसनै गर्ने भयो। ला ब्लक पो भयो गाडी। त्यो घर हेर्न आएको होइन हामी। उसले चाहिँ कराउँदैछ है गर्दै हो। के गर्नु हो गाह्रो छ। हेलो सेवा नमस्ते जय मसी वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि यहाँ सन्चै त छैनौँ। म दादा चाहिँ हल्का बिरामी हुनुहुन्छ भन्दा पनि नाकको समस्या छ, त्यही भएर उहाँलाई चाहिँ अहिले हामी चेक जाँचको लागि घोपा क्याम्प जाँदैछौँ। सो अहिले चाहिँ दादाले खाजाहरू खानु हुँदैछ। खाजा भन्दा पनि खानै खाएर जानु पर्यो भनिरहेको छु, त्यही भएर मेरो पनि रेडी भइसक्यो। अब हामी चाहिँ सिधै घोपामा भेट्नेछौँ। के वाचिङ गाइस। फाइनली हामी चाहिँ घोपा क्याम्प पनि आइसक्यौँ अनि यहाँ दादाको चेक जाँच पनि गराइसक्यौँ अनि डक्टरले चाहिँ अब शुक्रबारतिर आउनु भन्नुभएको छ। तपाईँको खास गरी चाहिँ के भएको? नाक बन्द हुने अनि के छ? नाक बन्द हुने अनि धेरै समस्या अरूहरूको पनि हुन्छ नि त यस्तो। नाक बन्द हुने मतलब मासु पलाएको छ अलिअलि माथिभित्र अनि टाउको दुख्छ कि नाक बन्द भएपछि अनि सास फेर्नु गाह्रो हुन्छ। अनि त्यही हो। अनि पहिला अर्कोचोटि अस्ति नै हामी आएको थियौँ होइन, अस्ति नआएको। अनि डक्टरले अब सबै चेक जाँच गर्दाखेरि सिटी स्क्यान चाहिँ हामीले उतै नोभेम्बरमै गरेको थियौँ। खास गरी दादाको त 1 वर्ष समथिङ भइसकेको थियो अनि अब के कसो अनि अपरेसनै गर्ने भनेर भने नोभेलले। अनि त्यही भएर अब घोपामा पनि देखाऊँ न होइन, नजिकै छ के कस्तो अब भन्छ नजिकै हुन्छ भनेर चाहिँ हामी आएको। मेन कुरा भनेको अब यो शुक्रबार भयो भने छिटो गऱ्यो भने म फोन गर्छु, भएन भने अर्को शुक्रबार गर्नु भनेको छ डक्टरले। अब मेन डक्टरले पनि हेरिदिनु भयो भनौँ न, अलिअलि हेरिदिनु भयो भन्नुभयो शान्तिनो कुराहरू। तर मेन भनेको चाहिँ दादाको चाहिँ फाइनल भनेको अब अपरेसनै गर्ने भयो होइन, अपरेसनै गर्नु पर्यो। ठुलै भनौँ शान्तिनो भन्दा अब ठुलै गर्नुपर्छ, अब ठुलै भनौँ न। अब मेन डक्टर पनि आउनुभएको रहेछ नि, उहाँहरूले चाहिँ खास गरी उहाँको नाक पनि हल्का बाङ्गी चाहिँ छ नि त, अनि त्यो पनि सोझाउने भनेको डक्टरले। के भन्नुभयो? पहिले डक्टरहरूले सानो डक्टरहरूले चाहिँ भित्र गरी चाहिँ बाहिर पनि गर्दा बेस हो 3-4 हजारको फरक हो, गर्दा पनि हुन्छ भन्ने कुरा गर्दै थियो। अनि मेन डक्टर अहिले मेन ठुलो हेड मेम आउनुभएको छ। मेमले भन्नुभयो बाहिरको यस्तै हो, बाहिर राईमातिको क्षति पाउनु पर्ने, नाक चुचो हुन्छ यस्तो हुन्छ होइन। भित्र जुन समस्या छ जुन गर्नुपर्ने त्यही गर्नुपर्छ, अरूतिर यताउति नगर तिमीहरूले भन्ने कुरा गर्नु मेन हाम्रो मेमले होइन। बिमाको बारेमा पनि भन्नु। खास गरी हामी चाहिँ बिमाबाट गर्ने भनेको थियौँ, तर अब बिमा 3-4-5 महिना जति रुङ्यौँ होला बिमाबाट गर्ने भनेर। तर बिमामा चाहिँ अपरेसनहरू केही पनि पर्दैन रहेछ, औषधिहरू चाहिँ थोरै पर्छ भनिरहेको छ होइन डक्टरले। त्यही भन अलिअलि पर्छ भन त प्रायः पर्दैन बिमामा चाहिँ, फेरि आफूलाई पनि गाह्रो हुन्छ। बिमार के दुखिसकेको हुन्छ आफूलाई होइन, त्यही भएर अरूहरू सुगर प्रेसर चाहिँ बिमाको चाहिँ आश नगर्दा पनि हुने रहेछ क्या मेन कुरा है। औषधि पनि पर्न त पर्छ अरे तर थोरै पर्छ अरे क्या, त्यति सबै नपर्ने होइन। त्यो नाम मात्रै हो त बिमाको, जे जस्तो भए पनि अब नेपाल सरकारले दिनुभएको अब त्यो उपयुक्त गर्नु परिहाल्यो। 3500मा गरेको होइन त तपाईँले बिमा? 5 जनाले बिमा गरेको, अब त्यसमा चाहिँ नपर्ने नै रहेछ। औषधिहरू अब पर्छ कि पर्दैन हेर्दै जाऊँ होइन। 4-5 महिना भयो अब बिमामा नपर्ने त बेकार पर्खियो मात्रै ट्याम्बो होस्, यता आफूलाई गाह्रो भयो। ड्राई खाइसक्नु भयो बाहिर, हामी चाहिँ कुदेर हो ताङ हुँदैछ। म चाहिँ यहाँ नानीको कोटतिर उर्ल्याउन आँटेको सेट लिएर जाँदैछौँ। 1 राउन्ड 1-2 घन्टासम्म घुमाएको गर्छ, यस्तै छ के गर्नु, पेसेन्जर पाउँछ अनि के गर्नु हिँड्नै पर्यो। अब चाहिँ जान आँटेको ल जाउँ ल। अब चाहिँ हामी सिधै घर जान्छौँ। आमामा गाह्रो छ गाइस, यो चाहिँ होलसेल पसल जस्तो रहेछ क्या, त्यही भएर मिलाएर दिनुहुँदैन सबै नानीको तबाट हामीले। अब चाहिँ हामी घर जान्छौँ, सिधै हामी घरमा भेट्नेछौँ। फाइनल्ली अहिले चाहिँ हामी घर आइपुग्यौँ अनि यहाँ सानोलाई चाहिँ हामीले यहाँ स्कुटी ल्याइदिएको छौँ। सानो स्कुटी देखो कहाँ छ स्कुटी कालेको? देखिहाल्यो नि कालुको स्कुटी। कालुको स्कुटी हो हाँ कालु? ए स्कुटीमा हेर त यहाँ के छ भित्र? स्कुटीको यहाँ पेट्रोल लाउने ठाउँ मेरो सानोको। पेट्रोल डिजेल के भयो? स्कुटीमा बस्छ न त्यो। अबे डरायो केटी त। किन डराएको सानी?
केटी त डराए पो अनि पोटी गरेर पनि यस्तो लाग्यो तिमी पहिलोचोटि बसेर होला क्या उसलाई ल ल यहाँ हेर त कालु सानोको न्यू बोतल आएछ नि यहाँ हेर नि मिमीले चाहिँ उता डराउँछ डराउँदैन भनेर ट्रेनिङ दिनु हुँदैछ डरायो क्या डरायो अबे डरायो मम्मी कस्तो डराउँदो पो रहेछ हौ यो केटी त ल भयो ल ल ल ल हेर त यहाँ म बसेको कस्तो डराएको हो यो केटी किन मम्मी डराउँदो पो रहेछ नि डराउँदो भएछ कालु र म बसौँ लु दुईजना बसौँ हामी बसेपछि चाहिँ डराउँदै बसेको कालु पनि बसेको नि मिमीले यता ट्रेनिङ दिनु हुँदैछ डराएन फेरि अहिले त आफू बस्नुपर्छ नि बस्दैन एक्कासी लाउनु हुँदैन नि मलाई त थाहै थिएन नि एक्कासी लाउनु हुँदैन जे कुरा अहिले चाहिँ डराएन इ भन्दैछ कसको बच्चा ल्यायो सानीको बच्चा हो खै युनिकर्न पो रहेछ त यहाँ त उसलाई मन पर्यो यो बोतल यहाँ पक्र गाडीमा यु लाइक इट सानी यहाँ पक्र गाडीमा यस आई लाइक इट भन न युनिकर्न भएको मेरो सानीको बोतल न उसलाई त बोतल मन पर्यो क्या उसलाई यहाँ बत्काइ यहाँ लखालु अहिले चाहिँ डराएन एक्कासी लगाइदिएर होला क्या नि है लगाइदियो भने डराउँछ प्रार्थना गरेर लगाइदिनु पर्छ आफू चढेको जस्तो गर्नुपर्छ नि चढ्छ लु गाडीको गाडी एक्कासी लगाइदियो अनि डराउँदैन खुसी पो हुन्छ होला भनेर भनेको त त्यो नयाँ देखेर क्या नयाँ उसलाई बोतल चाहिँ मन पर्यो एक वर्ष 16 दिन 17 दिनको भयो होला ल झारिदियो अब स्कुल जाने टाइम पनि हुन आँट्यो मेरो डरायो फेरि डराएको हेर्न त्यहाँ अनुहार हेर्न त्यहाँ अबि अनुहार कस्तो भइरहेछ मलाई उसको निकाल्नु डराउँदैछ क्या अनुहार हेर्न त्यहाँ अबि यिनी त मेरो सानो स्कुटी ल्याइदिएको स्कुटीमा त डरायो कस्तो डराउँदैछ अनुहार नि मेरो सानी निकाल्नु भयो म चढ्छु खै म चढ्छु खै म खान्छु तानी गर म खान्छु तानी गर त तानी गर म तानी लु तानी गर हाम्रो सानीले फर्स्ट टाइम यसरी खाँदैछ पानी तान्दैछ त ऊ खाँदैछ मेरो सानीले फर्स्ट टाइम यसरी खाँदैछ बोतलबाट तानेर 1 वर्ष 17 दिनको बच्चा हो मेरो सानी तान्दो रहेछ हौ म त तान्दैन पो होला भनेको त त्यो अर्कोले भने त सबै कुच्चाएर तानेन नि उ त फ्रोटी कसरी तान्दो रहेछ भने खायो यति खायो फ्रोटी घरिघरि कोही पनि नभएको लाउँ त नभएको लाउँ फ्रोटी ल्याइदिनु खाँदो रहेछ सुरुमा त के ल्याइदिनु के खान्छ थाहै हुँदैन तान्दैछ पानी अहिले चाहिँ हामी जाँदैछौँ एउटा कति राम्रो घर छ क्या त्यो मम्मीको घर जस्तो त्यहीँ जाँदैछौँ अनि यता चाहिँ हामी सानो र बोजू चाहिँ आउनु हुँदैछ यस्तो बाटोमा के छ खबर राम्रो छ बाटो राम्रो छ नि फेरि है ल हिँड्नु आमामा मिमीको त के मिमीको एक्सर्साइज त खतरा छ है मम्मी पछाडि पनि अगाडि पनि ला ब्लक पो भयो गाडी त अनि के गर्नु हो गाह्रो छ यसरी हुर्काउनु पर्छ अहिले चाहिँ हामी मेन रोडमा आइसक्यौँ यता बोजू नातिनी चाहिँ सानी हामी नि त मेरो सानी ह्याप्पी हो
अहिले चाहिँ हामी यहाँ खाजा खान आएको छौँ। सानीलाई त पिरो भयो पापड त उसले पनि खाने अरे हो। ल मिठो तिमी पनि खाने पिरो छ मुख पड्काउँदैछ। अनि यहाँ खाजा खाएर अनि जाने भनेको पानी पनि पर्न आँटिरहेछ कस्तो चिसो चिसो भइरहेछ हौ। हजुर खोर्सानी खानु जन्मेको नि लैजान भने मार्छ हाफ गर्छ दिनुभयो पिरो छ नदिनु। ऊ अर्को बोनुले चाहिँ कराउँदैछ है हा गर्दै ऊ हेर त हा गर्दै कराउनु हुँदैछ है बोनुले नरुनु अरे है। हाम्रो चाहिँ चाउमिन रेडी भयो। आज त आमा छोरी बोजू नाति नै घुमेकै खाजा खान आएको। पिरो छैन होला लगाइदिनु अब चाहिँ खाने। फाइनली हामी चाहिँ आइसक्यौँ तर राति भइसक्यो कि अहिले चाहिँ देख्न सक्नुहुन्छ। आउने आउने ल्यो बाटो हेर्दै यताउति हेर्दै सानी यो घर हेर्न आएको होइन हामी कस्तो राम्रो छ है। आउनुभयो मामा पनि हाम्रो गुरुजी पनि आइसक्नु भइसक्यो घुम्नु पाएको छैन। कस्तो राम्रो छ है। हाम्रो गुरुजीलाई चिन्नु भएन गुरुजीलाई चिन्नु भएन रहेछ मम्मीले चिन्नु भएन मम्मीले डराउँछ नि। हाम्रो गुरुजी पनि हामीलाई लिन आइसक्नु भयो। फाइनली हामी चाहिँ यो घरमा आइसक्यौँ। कस्तो क्युट छ है घर हाम्रो मुमिनको जस्तै क्या। हाम्रो मिमीलाई चाहिँ फेरि के भन्नु र बोजूलाई चाहिँ रमाइलो भइसक्यो जाने नि। आउनु है यता हेर्दै उता हेर्दै आमामा रमिता भइसक्यो यता बोजू नातिनीको चाहिँ। बाई बाई हामी त गएको अब एकछिन पनि बस्नु पाएन पानी पर्न आँट्यो त्यही भएर हामी त गएको। आज हावा खायौँ पुरै अनि चप पनि खायौँ सो हामी चाहिँ घर आइपुग्यौँ। अनि यता चाहिँ बोजू र नातिनी पानी पिउनु हुँदैछ तिर्खाले। अनि हामीले चाहिँ भिडियोहरू टिकटकहरू बनाउनु पर्यो भनेर गएको थियौँ टिकटक नै बनाउनु पाएनौँ दादा आइहाल्नु भयो त्यही भएर। सो यति बेलासम्म मेरो भिडियोलाई हजुरहरूले हेर्नुभयो होइन। अनि राम्रो लाग्यो भने लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला भन्दै आजको यो भिडियोलाई चाहिँ म यही इन्ड गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ बाई बाई।